उद्घोषण चाहिँ यो एउटा नेतृत्व क्षमता हो है। नेतृत्व क्षमता जस्तो हामीले नेतृत्व क्षमता कसरी जन्मिन्छ भन्ने कुरामा दुईटा कुरा छ। यो नेतृत्व क्षमता चाहिँ इनबर्न हुन्छ, अर्थात् यो जन्मजात हुन्छ, र अर्को चाहिँ भन्छ यो एक्वायर्ड हो, यो चाहिँ पछि प्राप्त गर्छौँ भनेर यसमा डिबेट पनि छ। जस्तो बाघ जन्मजात बाघै हो नि, बाघ जन्मजात बाघ हो, तर अर्को कुरा चाहिँ कस्तो भने एक्वायर्ड हुन्छ भन्ने कुरा। जस्तो राजाको छोरा राजै हुन्छ भन्ने हिजो जुन प्रचलन थियो त्योभन्दा अहिले चाहिँ फरक पनि आइसक्यो। अहिले त प्रजातन्त्रै आइसक्यो होइन, अहिले सबै राजा हुन पाइन्छ भन्ने होड पनि छ। अब यो नेतृत्व क्षमता ठ्याक्कै यो हो भन्ने कुरा त भएन, तर सिक्ने कुरा पनि होला, एउटा जन्मजात पनि आउला। यो हाम्रो यो विकासमा पनि यो डिबेट छ क्या, वंश र वातावरण भन्ने। यो वंश र वातावरण चाहिँ कस्तो भने कोदो रोपेको ठाउँमा चाहिँ कोदै फल्छ, मकै फल्दैन भन्नु चाहिँ वंशको कुरा। र वातावरणको कुरा चाहिँ के हो भने कोदो फल्न त्यसको जुन साइडमा फल्नुपर्ने हो, जस्तो मजाले फल्यो कोदो भने त्यो चाहिँ वातावरणको प्रभाव हुन्छ। त्यसमा कति पानी हाल्यो, कति मल हाल्यो, कति त्यसलाई रेयरिङ एन्ड केयरिङ गऱ्यौँ, कति झार फाल्यौँ भन्ने कुराले त्यसको विकास निर्भर हुने कुरा चाहिँ यो नेतृत्व क्षमतामा पर्छ। यो मैले तपाईँहरूको उद्घोषण कलाको कुरा गर्दै गर्दा यसले तपाईँहरूलाई पक्कै पनि वातावरण प्रदान गरेको होला भन्ने पनि अपेक्षा गरेको छु।